बिस्तारी है बिस्तारी है कमिसन दिन्छ हजुर महिना ड्रोइङ गर्दा यहाँ चाहिँ हुन्छ हाम्रो कोरियन बोय करण दाई सो हेलो गाइज वेलकम ब्याक टु च्यानल वान्स अगेन द आवेज हजुरहरूलाई मेरो भ्लगमा फेरि स्वागत छ। आजदेखि चाहिँ मेरो इक्जाम सुरु हुन्छ, त्यही भएर म चाहिँ रेडी भइसक्यो। अब कलेज जान्छु। हाम्रो इक्जाम चाहिँ आजसम्म हुन्छ, निधिमा हुन्छ, खोइ यसपालिदेखि निधिमा हुन्छ अरे, किनभने निधिकै उयो अरे नि त आज छ, निधिकै रेन्टमा बनाएको अरे आज छ होइन। अब बिस्तारै आज सबै निधिमै हुन्छ, अनि त्यो भएर अबदेखि चाहिँ के पो इक्जामहरू निधिमै हुन्छ अरे। अनि गाइस अहिले चाहिँ म रेडी भइसकेको छु, देख्नु सक्नुहुन्छ। अनि अब म जान्छु होइन। अनि गएर आज चाहिँ इक्जाम चाहिँ नेपालीको हो। नेपालीको अब 50 त कट्छ होला। अस्तिको पालि फर्स्ट आएको थिएँ 11 क्लासमा। अनि गाइस प्रिबोर्डमा त्यति गर्नु पर्दैन, गर्नु भने जस्ट इक्जाम फाइनल इक्जाम हो गाइस। त्यही भएर टेन्सन नगरिकन काम भयो लेख्ने भने गाइज। त्यही भएर अहिले चाहिँ म कलेज जान आँटेको। हजुर म कलेज आइसकेपछि भेट्छु गाइज, स्टे ट्युन्ड। सो हेलो गाइज, म चाहिँ अहिले इक्जाम दिएर आइसकेको छु होइन। अनि अहिले चाहिँ बिहानको 10:30 11 बज्न आँट्यो होला। म अघि बिहानै 6 बजी 6:30 बजीतिर हिँडेको थिएँ। 7 बजीतिर इक्जाम सुरु हुन्छ, 8 9 10 3 घन्टा भएको थियो होइन। 75 मार्क्सको हो नि त। अनि आज चाहिँ नेपालीको इक्जाम थियो, सुरु इक्जाम। अनि ठिकै गरेँ नेपालीको। अब व्याकरणको चाहिँ धेरै गर्नुपर्छ होइन। अनि त्यही हो, इक्जाम दिएर आइसकेको छु होइन। म लुगासुगा फेर्छु अनि खानासाना खान्छु। अनि आज चाहिँ गाइज अस्ति हामी गएको थियौँ नि ठुलो मम्मीको घर पूजामा, हो आज पनि फेरि पूजा अरे, अर्को पूजा के पढाउने अरे, पण्डितलाई के पढाउने अरे, त्यो पूजा हुन्छ। अनि अहिलेसम्म जान्छौँ म, मम्मी, दादा अनि दिदीहरू जान्छौँ। अनि गाइज भ्लग चाहिँ स्किप नगरिदिनु होला, फुल हेरिदिनु होला गाइज। यहाँ चाहिँ मम्मी सुतिराख्नु भएको छ। मम्मी कहाँ जाने अरे? ए अनुहार छोपेर नबोल्नु न, अनुहार देखाउनु न। अनि मम्मी चाहिँ भात सात खाएर भर्खर व्रत अरे, खाना खानु भएर सुतिराख्नु भयो। ए जय बजरङ्ग बलीको के अरे। अनि दिदीहरू चाहिँ क्लास गइसक्नु भएको छ। हेर्नुहोस् न गाइज, भान्जीलाई टेन्ट हाउस बनाइदिएको मैले। ल गाइज मिलो, यो गाइज यो चाहिँ मेरो टेन्ट हाउस हो। कहिले काहीँ सुत्छु होइन। अनि यही हो गाइज। अब चाहिँ म भात खान्छु, फ्रेस हुन्छु, मुखसुख धोएर लुगासुगा फेरेर हजुर म भात खाएर सनमती जान्छु मैले त्यतिखेर। अनि हजुरलाई म त्यतिखेर भेट्छु गाइज। भ्लग फुल हेर्नु होला, स्किप नगरिदिनु होला गाइज। सो हेलो गाइज, अहिले चाहिँ हामी सनमती जान आँटेको। मम्मी त्यहाँ हुनुहुन्छ, टेम्पोमा जान आँटेको। अनि म चाहिँ अहिले रेडी भइसकेको छु। अनि अब माइजूलाई पर्खेको, माइजू पनि जानुहुन्छ अरे। अनि माइजू चाहिँ आउनुहुँदैछ घरबाट। अनि हामी माइजू आएपछि हिँड्छौँ गाइज। हजुरलाई म त्यतिखेर भेट्छु गाइज होइन। पुरा नफली भएको आउनु गाइज। म चाहिँ आइसकेको छु करण दाइको घर पूजामा। मसँग हुनुहुन्छ, माथि पूजा हुँदैछ। के पो सम्झाएको छोरी होइन, कस्तो ठुलो भएको यत्रो बोल्छौ बोल्छ नि अनि बोलाउँछ। अब ठुली भए म भनिदिउँ मलाई चिन्दैन मलाई त नचिनेर बोले खै मम्मी मुनि बस्छ भर्खर आएको। पूजा चाहिँ खतरा हुँदैछ गाइज। पूजा कतिखेर सुरु भएको अघिदेखि? अब कतिखेरसम्म हुन्छ? बाबुको पनि हात फेरि त्यसरी छुनु एकचोटि लास्ट मानव तपाईले मन्त्रस्य परमेश्वरस्य हरिसभा एको रुद्रो देवता
अस्त्रन्यासे विनियोगा मानसो वित्राय मानाय मानगो मानसिक रेडिका मानव निरन्तर वन्य सदनि प्रवाहमे ओम कवतोम अस्त्र यहाँ सुन्नु यो हातलाई चाहिँ यो दाहिने डाइसो टाउकोमा छेकेर ओम अस्त्राय पद गर्नु ओम अस्त्राय पद अर्को ताली बजाउनु ओम अस्त्राय पद हातमा सेतो गर्नु पढ्नु नमस्कार गर्नु पूजा गर्ने मान्छेलाई गाइज हेर्ने हो पूजा सकेपछि मात्रै गर्ने हुन्छ 5 रुपैयाँ मलाई ल अनि यो बारीमा दुध दही घिउ चिनी मह मिसाउनु अब यहाँ जरदारीबाट हाल्ने पालाको दुध दही चिनी पानी दुध दही घिउ चिनी मह दुध बिस्तारै है नपिल्सी है बिस्तारी है बिस्तारी है दादा कस्तो हेर्छ अब सेतो होइन अहिले उताबाट तलबाट आउँदैछ अब दही पनि हाल्नु पर्यो अब घिउ पनि हाल्नु घिउ तोरीले हाल्नु त कस्तो भयो पूजा एक्सपिरियन्स मेरो घरमा केही भनिदिनुहोस् न के साह्रो फिल्डर आम्म छ्या यहाँको मुनि गर्छु पानी नआइकन म गरिहाल्छु तपाईँको नहुँदा तपाईँको आइडी पासवर्ड हाम्रो तेज आँखा तेज पासवर्ड हाल्नु त पासवर्ड गरिदिनुहोस् तपाईँ देखाउने काम गर्नु म हालिहाल्छु कहाँ देखाउनु भ्लगरलाई देखाउनु न वान अफ द मोस्ट अनपपुलर ब्लगर अब पपुलर हुन्छ बिस्तारै बिस्तारै बिजी थियो नि त नि अब सामानहरू ल्याउन गएको उता बिजी देखिरहेको मैले बोलाउँदा किन नबोल्नु छ हजुर दाले के साह्रो फिल्टर लगाएको कहाँ लगाएको छैन यहाँ ल्याउनु हजुर कहाँ लगाएको छ आवा आवा कुरा नगरे साला के आवाज सुनिँदैन तपाईँको सानो सुनिन्छ आवाज तपाईँलाई कमिसन दिन्छु क्या दाइ कमिसन दिन्छु 1000 रुपियाँ महिनाको कति चाहियो 2000 3,000 कति चाहियो यो हो कस्तो भएर छ दाइ अक्षताको अक्षताले नाना मिठाई चाहन्छु नि नाम पनि खतरा खतरा जग्गा छ अपुङको पादे 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 चाराचुङ्गा कस्तो हुँदैछ यहाँ हेरेर भन्नु न ल के भयो यहाँ लो ब्याट्री अरे दाइ फेरि अर्कै चलिरहेको नि त दाइ एकदम पोजिसन हुन्छ दाइ के भयो सुन्नु है अब चाहिँ के भयो भने अब शुक्रसित यहाँ बिचमा सेतोलाई बुझाएको छैन है सामान हेर्नु सक्नुहुन्छ पादे पादे आधे आधे ड्रोन कता लास्ट पूजा अरे अघि एकचोटि भयो त्यहाँ खाना खाएर आयो अनि लास्ट ऊ यहाँ चाहिँ फेरि मैले गाई चाहिँ खतरा जुगाड राखेको छु नि ठुलो बाबुको भिडियो भने खतरा जुगाड छ खतरा जुगाड गर्छु गाई त्यो अब खतरा दाइको कन्सन्ट्रेसन खतरा छ है गाई सो गाइड्स अब चाहिँ पूजा सकिन धेरै टाइम लाग्छ होला 2-3 घन्टा लाग्छ होला होइन 2-3 बजी सकिन्छ होला अब के म यहाँ बसेर देखाउने भए त होइन होला
हजुरलाई काट्दै काट्दै देखाउँछु गाइज सबै त देखाउन सक्दैन होइन गाइज मान्छे हाम्रो ठिकै छ ठिकै छ स्वास्थ्य अलिक राम्रो छ स्वास्थ्य राम्रै छ अलिक अब व्रत बसिएको छ होइन अब एकछिनमा हुन्छ भोजन कार्य अब के छ जिन्दगीमा जिन्दगीमा कस्तो जिन्दगीको लक्ष्य अब के छ जिन्दगीको लक्ष्य यसो अब खायो पियो बजायो धन्यवाद आमा जिन्दगीको लक्ष्य के छ मेरो छोरालाई नि के अरे ठुलो मान्छे बनाउनु छ ठुलो मान्छे होइन तपाईँको छोरा के भन्छ थाहा छ हजुरको जिन्दगीको लक्ष्य के छ मेरो अब म त यसै मर्न लागेँ अब नाता नातिनी छोराछोरीहरू चाहिँ राम्रो फलोस् फुलोस् ज्ञानी होस् भन्ने इच्छा छ नि बोजूको त नाता नातिनी पनि धेरै भइसक्नु भयो नाता नातिनी धेरै छोरीहरू छ पनि धेरै छ हजुर त खुसी होला है 18-19 जना छ नि हो नाता नातिनी नाता पनातिनीसँग हो ऊ अर्को नातिनी नाति पनातिनी बोल्दै बोल्दिनँ फेरि यो चाहिँ पनातिनी है मेरो के अरे नाम हाङसुमान हाँ? अस्ति यत्रो देखेको छ अहिले कति बल यहाँ चाहिँ हुन्छ हाम्रो कोरियन बोय करण दाई कोरियन बोय हेन्सी बोय गाइज असिना पर्यो गाइज हेर्नुहोस् त असिना मुनि यहाँ पनि एउटा झरेछ ए असिना परिरहेको छैन गाइज खोइ कहाँ भेट्यौ है हातदेखि नै चिप्लिन्छ ए असिना गाइज ए कता बनायो असिना मैले हेरेर त के हुँदैन अब आम्मा बाटो यस्तो पानी परिरहेको थियो है 1 2 3 4 5 300 10 20 10 20 30 35 45 चामल चामल हाल्नु ल पहिला त्यसमा चामल चामल धान खाइदिनु 75 85 95 405 410 420 430 440 450 655 भनेपछि 300 हुन्छ 5 रुपियाँ मलाई लाग्छ ल चाहिँ मारिदिन्छु है सुरुमा हजुरलाई 300 दिन्छु ल 5 रुपियाँ हुँदैन 5 रुपियाँ छ 80 5 हो अब 25 रुपियाँ गर्नु पर्यो 25 रुपियाँ तपाईँलाई 10 साथीलाई त सबै यो पूजा गरेर
गाइज अहिले चाहिँ म पूजासुजा सकिएर आएको अनि कामसाम गरेर बसेको अब हामी जाने गाइज घर फर्किने म यहाँ बोजू भएर आएर बसिरहनु छ यो चाहिँ हाम्रो मामा अब चाहिँ हजुर त्यही त मामा चाहिँ यहाँ बसिरहनु छ हाई गरिदिनुहोस् त मामा मेरो भ्लगमा हेलो दिवस सर के छ त्यो फोन गरिदिनु भयो उता पाइसक्यो पासपोर्टहरू सबै अब चाहिँ गाडी छ हामी घर लाग्छौँ होइन घर जाने अब जाने रेडी भएको त्यो त राम्रो खोइ दादा त्यो मेरो एउटा आफ्नै चाहिँ विदेश पठाएर गाडी चाहिँ अब चाहिँ हामी घर जाने हो तपाईँ अब त्यत्रो भाइ टाढाबाट आउँदा केही वास्तै गर्दैछ यस्तो छ अब के गर्नु भाइ चाहिँ त्यस्तो टाढोबाट आउँछ दाइ चाहिँ यस्तो छ लाग्यो ल लाग्यो ल अन्त ओके हाँस्नै पर्छ कहिले हाँस्नै नपर्छ म त ओके अलवेज हाँस्छु अब चाहिँ हामी लाग्छौँ के छुट्टिएर तिमीसँग बाँच्नु पर्दाखेरि टाटा सो गाइज अहिले चाहिँ म घर आइसकेको छु होइन अनि अब चाहिँ रातिको 8:30 भइसक्यो होला यहाँ चाहिँ मेरो भान्जी हेलो गरिदेऊ भान्जी यहाँ बसिरहेको छ अनि मम्मीहरू चाहिँ यता अर्को ठाउँमा बस्नुहुँदैछ गाइज होइन अब अहिलेको आजको भ्लग चाहिँ एन्ड गरौँ गाइज हजुरलाई म भेट्छु अर्को भ्लगमा होइन गाइज मेरो भिडियो लास्टसम्म हेर्नु होला किप वाचिङ गाइज डोन्ट स्किप माई भिडियो किप वाचिङ टिल द एन्ड गाइज भोलि बिहान उठेर कलेज पनि जाने छ त्यो छिटो सुत्नुपर्छ गाइज होइन भ्लग चाहिँ म भोलि अपलोड गरिदिन्छु गाइज हेरिदिनु होला सो गाइज अहिलेको गाइज यति नै हजुर नभेट्छु अर्को भ्लगमा टिल देन बाइ